दर्शकवृन्द नमस्कार। सरकारी कार्यलयमा हुने ढिलासुस्तीको पर्दाफास गर्ने र जनसरोकारको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लुम्बिनी टेलिभिजनको एकमात्र फरक कार्यक्रम निगरानीमा यहाँलाई हार्दिक स्वागत छ। म भरत प्रधान हो। दर्शकवृन्द, सरकारी कार्यालयमा हुने ढिलासुस्तीको पर्दाफास गर्ने उद्देश्य अनुरूप आजको श्रृङ्खलामा हामी उपस्थित भएका छौँ मालपोत कार्यालय भैरवामा। 2070 साल भदौ महिनाको 7 गते शुक्रबारका दिन मालपोत कार्यालयमा उपस्थित भइरहँदा दर्शकवृन्द यति बेला ठिक 10:15 गएको छ। आउनुहोस् दर्शकवृन्द, मालपोत कार्यालयको निगरानी गरौँ। आदरणीय दर्शकवृन्द, मालपोत कार्यालयमा निगरानी गर्ने क्रममा छौँ हामी। भवनको पहिलो तल्लाको कोठा नम्बर 7 मा प्रवेश गर्दैछौँ। आउनुहोस् दर्शकवृन्द, यो कोठाको निगरानी गरौँ। यो फाँटमा तपाईँ देख्न सक्नुहुन्छ 3वटा टेबल रहेको छ, 3वटा कुर्सी छ, तर कर्मचारी भने 2 जना मात्रै उपस्थिति पाएका छौँ। एउटा टेबल र एउटा कुर्सी भने यहाँ खाली पाएका छौँ। यो विषयमा हामी यहाँका सहकर्मी कर्मचारीहरूसँग बुझ्ने प्रयास गर्नेछौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ अहिले 10:15 गइसकेको छ। यहाँ प्रवेश गरिरहँदा तपाईँहरू 2 जना मात्रै हुनुहुन्छ, 1 जना कर्मचारी हुनुहुन्न नि? यहाँलाई धन्यवाद। निगरानी गर्ने क्रममा दर्शकवृन्द हामी यो कोठा नम्बर 6 मा प्रवेश गर्दैछौँ। आउनुहोस् दर्शकवृन्द, कोठा नम्बर 6 मा हामी निगरानी गरौँ। यहाँ विभिन्न कुर्सीहरू टेबलहरू रहेका छन्। सम्भवतः 5वटा कुर्सी हामीले देखिरहेका छौँ, तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेका छौँ। र एउटा कम्प्युटर सहित 6वटा कुर्सी र टेबल छन् यहाँ काउन्टरमा। तर पनि कर्मचारी भने हामी सम्भवतः 3 जना मात्र हामी देख्न सक्छौँ। अन्य कर्मचारी भने अनुपस्थित देखेको हामीले पाएका छौँ। यहाँहरूलाई हामीले प्रत्यक्ष देखाइरहेका छौँ। यी कुर्सीहरू खाली छन्। यो कार्यकक्षहरू 10:15 गइसक्दा पनि खाली देखिरहेका छौँ। यो विषयमा हामी केही जानकारी लिने प्रयास गर्नेछौँ यहाँका केही सहकर्मी कर्मचारीहरूसँग। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ मेरो शुभ नाम हरिनारायण उपाध्याय, म नासु। तपाईँको कार्यकक्षमा प्रवेश गरिरहँदा यहाँ झन्डै 6वटा कुर्सी छन्, 6वटै टेबल छन्, तर कर्मचारी भने 3 जना मात्र पायौँ नि सर। के छ यसमा? 2 जना कर्मचारीले बिदामा बस्नुपर्छ। हामी यहाँ 4 जना कर्मचारी हो। 1 जना कम्प्युटर फाँटमा, 1 जना मुद्दा फाँटको छ आइपुग्नु होला माथि। उहाँहरू नआउनु भएको पनि होइन, ढिला सुस्ती पनि होइन? होइन। यहाँलाई धन्यवाद। हस्, धन्यवाद। निगरानी गर्ने क्रममै आदरणीय दर्शकवृन्द हामी यो फाँट नम्बर 9 लेखिएको छ, फाँट 9 कोठा नम्बर 10 मा यहाँ हामी प्रवेश गर्दैछौँ। आदरणीय दर्शकवृन्द, तपाईँ यहाँ देख्न सक्नुहुन्छ थुप्रै कुर्सीहरू छन्, टेबलहरू छन् यो काउन्टरमा। कर्मचारीहरू भने निकै न्यून उपस्थिति हामीले पाएका छौँ। सम्भवतः धेरै कुर्सीहरू यहाँ खाली भएको हामीले पाएका छौँ। दर्शकवृन्द, तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ धेरै कुर्सीहरू खाली छन्। यहाँले प्रत्यक्ष देख्न सक्नुहुन्छ, तपाईँलाई हामीले प्रत्यक्ष देखाइरहेका छौँ। आदरणीय दर्शकवृन्द, तपाईँलाई हामी यो प्रत्यक्ष रूपमा देखाइरहेका छौँ कि यहाँ यो फाँटमा विभिन्न कुर्सी र टेबलहरू खाली रहेका छन्। यो विषयमा पनि यही कार्यरत कर्मचारीहरूसँग प्रतिक्रिया लिने प्रयास गर्नेछौँ। आउनुहोस् दर्शकवृन्द, तपाईँहरू पनि सँगै लागौँ। दर्शकवृन्द, तपाईँ देख्न सक्नुहुन्छ यहाँ थुप्रै टेबलहरू छ। यति नै छन् भन्दा पनि 2वटा कुर्सी यहाँ खाली रहेका हामीले पाएका छौँ। यो विषयमा हामी यहाँसँग केही जानकारी दिनेछौँ। यहाँलाई लुम्बिनी टेलिभिजनको कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ म श्रीधर गेवाली, नासु हो होइन, यो मुद्दा फाली हेर्दैछु। तपाईँको कार्यकक्षमा हामी प्रवेश गरिरहँदा थुप्रै कुर्सीहरू टेबलहरू खाली पायौँ। के छ, उहाँ कर्मचारीहरू अनुपस्थित नै हो या ढिला हो? उपस्थित त होइन, उहाँहरू आउनलाई ढिला भएको त हुनसक्छ। बुटोलबाट आउने साथीहरू भनेपछि टाढाबाट आउँदाखेरि 11 बजे 12 बजे जति बेला आउँदा पनि हुन्छ? त्यो त होइन, कहिलेकाहीँ ट्राफिकको समस्या पनि हुनसक्छ, त्यसले हुनसक्छ। अहिले त सर 10:20 गइसक्यो नि त। आउँदै हुनुहुन्छ, 10 बजी त आउनुहुन्छ प्रायः जसो होइन, तर कुनै दिन त्यस्तो हुनसक्छ। आज शुक्रबार भन्दा अलिकता ढिला गर्नुभयो? त्यो त होइन, त्यस्तो त भन्नै पाइँदैन। यसरी ढिला गरिरहँदा सेवाग्राहीले सेवा पाउँछन् त? सेवाग्राहीहरू त अझै आइपुग्नु भएको छैन। आएको बेलामा यहाँ तपाईँलाई हामी प्रत्यक्ष देखाइरहन्छौँ, थुप्रै सेवाग्राहीहरू हुनुहुन्छ, उहाँहरू सबै कामकै लागि आउनु भएको होला। उहाँहरूले काम दिनु पर्दैन? त्यही त उहाँहरूसँगै बुझ्नुहोस् प्रतिक्रिया के हो होइन, यहाँ काम दिन सके नसकेको भन्ने विषयमा। यहाँलाई धन्यवाद। हस्, धन्यवाद। यसै गरी अर्का 1 जना कर्मचारी हुनुहुन्छ, उहाँसँग पनि हामी केही प्रतिक्रिया लिने प्रयास गरिरहेका छौँ। कार्यक्रम निगरानीमा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ म चक्रपाणी ढकाल, म यहाँको शाखादेखि हो।
तपाईँ शाखा अधिकृत हुनुहुँदो रहेछ, तपाईँको कार्यकक्षमा प्रवेश गरिरहँदा थुप्रै टेबलहरू थुप्रै कुर्सीहरू खाली देखाउँ, के चाहिँ यो ढिलासुस्ती यस्तै हो? ढिलासुस्ती त भन्न अलि मिलेन, किन अब आउँदै हुनुहुन्छ साथीहरू अलि। भनेपछि सर ढिलासुस्ती भन्नु मिलेन, 10:20 करिब 25 मिनट जान थालिसकेपछि यसलाई ढिलासुस्ती भन्नु मिलेन, अझै पनि कार्यालय समय बाँकी नै छ? बाँकी त होइन है, कहिलेकाहीँ ट्राफिक जाम भएर साथीहरू टाढा आउँदा ढिलो हुन सक्ने कुरा हो। टाढाबाट आउँदा चाहिँ तपाईँको 11 बजे 12 बजे आफ्नो मन खुसी जति बेला आउँदा पनि हुन्छ? हुँदैन हजुर, 10 पाउने 10:15। अनि ट्राफिक जाम हुन्छ भन्ने कुरा तपाईँलाई जानकारी हुँदाहुँदै तपाईँहरू घरबाट छिटो निस्कन सक्नुहुन्न? त्यो चाहिँ हजुरले भनेको मुनासिब कुरा हो। तपाईँले यहाँ देख्न सक्नुहुन्छ थुप्रै सेवाग्राहीहरू तपाईँहरूको सेवा लिनको लागि आउनु भएको छ, उहाँहरूलाई त ट्राफिक जाम भएको छैन, फेरि उहाँहरूको रुट फरक पर्यो होला, केही होला, त्यो त म भन्न सक्दिनँ है सर। के छ 10:25 जाँदासम्म पनि तपाईँहरूका कर्मचारीहरू धेरै अनुपस्थित पाइयो, धेरै ढिला पाइयो, के छ यो विषयमा? यस्तो त हुँदैन, हामी पनि यस्तो हुनुपर्छ भन्ने हाम्रो यसको मनसाय होइन। हामीले विभिन्न व्यक्तिहरूसँग प्रतिक्रिया लिएका छौँ, मालपोत कार्यालय रूपन्देहीमा व्यापक लापरवाही हुने गर्छ, समयमा सेवा पाइँदैन भन्ने जनगुनासो छ नि त। त्यो त अब हामीलाई त्यति कुरा थाहा, हामीले त सेवा दिएको अनुभव गरेका छौँ है। अब त्यो सेवाग्राहीले कस्तो अनुभव गरेका छन् त्यो त उहाँहरूले जान्ने कुरा हो। अहिले नै यहाँ तपाईँको थाहा भइसक्यो नि त, धेरै कर्मचारी अनुपस्थित छन् नि त सर? होइन, कहिलेकाहीँ एक दुईजना विद्यार्थी एकाएर विद्यार्थी भन्न कर्मचारीहरू एकछिन ढिलो हुनु त अब त्यो आउँदै ढिलो भएको। तपाईँ जस्तो शाखा अधिकृत जस्तो व्यक्तिले ढिलासुस्ती हुन्छ यस्तै हो ट्राफिक जाम हुन्छ भनेर यसरी चाहिँ यसलाई एक्सक्युज गर्न मिल्ला त? एक्सक्युज गर्ने कुरो त होइन है यो चाहिँ। प्रतिक्रियाको लागि धन्यवाद। हस् धन्यवाद। यसै गरी दर्शकवृन्द यही फाँटका अन्य कर्मचारीहरूसँग पनि हामी केही प्रतिक्रिया लिने प्रयास गरिरहेका छौँ। यहाँ तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ विभिन्न कुर्सी टेबलहरू खाली नै छन्, यहाँ पनि खाली नै छ। दर्शकवृन्द सेवाग्राहीहरू काम लिनका लागि यहाँ लामबद्ध हुनुहुन्छ, तर 10:25 गइसक्दा पनि सेवा भने यहाँ दिएको अवस्था छैन। यसै क्रममा हामी एकजना कर्मचारीसँग केही प्रतिक्रिया लिने प्रयास गरिरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ मेरो नाम माधव घिमिरे। तपाईँको यो शाखामा प्रवेश गरिरहँदा धेरै कर्मचारीहरू अनुपस्थित पाइए, के ती कर्मचारी अनुपस्थितै हुन् या ढिलासुस्ती हो, के हो सर? यहाँहरूको अब सधैँ त टाइम आउनुहुन्थ्यो, आज कोही जाम पनि छ भने यहाँ सुनियो, त्यही भएर हुनसक्छ अलिकति। भनेपछि आज मात्रै ढिला हो, अरू दिन यस्तो ढिला हुँदैन? हुँदैन थियो। सेवाग्राहीहरूले त भन्नुहुन्छ नि त एकदमै ढिला हुन्छ, 11 बज्दासम्म पनि यहाँबाट काम पाइँदैन भन्नुहुन्छ नि त? त्यस्तो त हामीले खै थाहा पाइए होइन, बाहिर के भन्छन् त्यो हामी जिम्मेवारी छैन। तपाईँहरू 10:25 जाँदासम्म कर्मचारी अनुपस्थित भइरहँदा सेवाग्राहीले तपाईँले कसरी सेवा दिन सक्नुहुन्छ? उहाँहरूको काम छिटो छरिटो हामीले गरिरहेछौँ जहाँसम्म हुन्छ। यहाँलाई धन्यवाद। धन्यवाद। सेवाग्राहीकै प्रतिक्रिया लिने क्रममा हामी एकजना दाजुसँग छौँ, उहाँसँग पनि केही प्रतिक्रिया लिन गइरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। हजुर नमस्कार। यहाँको शुभ नाम? मेरो बमबहादुर सुनार। कहाँबाट आउनुभयो सर तपाईँ? म बागलुङदेखि सर। बागलुङदेखि के सेवा लिन आउनुभयो मालपोत कार्यालय रूपन्देहीमा? हजुर यहाँ अलिकति जग्गा पास गर्नको लागि। अनि कति बजे आउनुभयो सर तपाईँ? हामी आएको झन्डै आधा घन्टा जति भयो सर। 10 बजे, अहिले झन्डै 11 बज्न थालिसक्यो, तपाईँ काम भयो त? नै भएको छैन। किन भएन सर काम? सर आउँदै हुनुहुन्थ्यो त्यसो गर्दा। भनेपछि कर्मचारीहरू अझै उपस्थित हुनुहुन्न? आउनु भएको थियो, बाहिर जानुभएको थियो। भनेपछि कार्यालय समयमा आएर कार्यालयमा नबसेर बाहिर जानु भएको छ? खै अब तपाईँहरूको काम आजै हुन्छ त? खै अब सर आएपछि अब के भन्नुहुन्छ उहाँले? बागलुङदेखि आउनु भएको छ, अनि काम आजै हुनुपर्ने होइन? हजुर हो गरी। के छ यहाँ ढिलासुस्ती भएरै हो काम नभएको? खै त्यस्तै त होला नि सर, अब हामीलाई पनि थाहा भएन त्यति पुरै त, अब पहिलोचोटि आएको त्यसो गर्दाखेरि। यहाँलाई धन्यवाद। हजुर धन्यवाद। एकजना दाजुसँग छौँ, तपाईँको शुभ नाम? अकरामुद्दीन। कहाँबाट आउनुभयो सर तपाईँ? लुम्बनी। के सेवा लिन आउनुभयो यहाँ? त्यहाँ मैले चाहिँ आँसबट्टा गराउन आए थिएँ। एउटा लाल फारम कहिले लिएर आउँछु, यसको 400 रुपियाँ परेछ। त्यो लाल फारम निकाल्नलाई 400 रुपियाँ लाग्छ, त्यो आँसबट्टा गराउनलाई कति लाग्छ? आज एक हप्ताभरिमा दौडे छु यहाँ। एक हप्ता भइसक्यो तपाईँ काम भइरहेको छ? अहिले आज मात्रै भएछु। के छ तपाईँले अनावश्यक पैसा पनि बुझाउनु पर्छ यहाँ? बुझाउनु नै पर्छ नि, पैसा नदिकन एउटा साइन पनि गर्दैनन् यसमा, कागज। यस्तो समस्या छ है? छ नि, किन छैन? त्यसलाई हटाउन, समस्या समाधान गर्न के गर्नु पर्छ? एउटा चाहिँ के अरे नामसारी गर्नको लागि 7,800 8,000 रुपियाँ पर्छ। अहिले म आफै दिएछु। भनेपछि 7-8 हजार एक्स्ट्रा दिनुपर्छ तपाईँहरूले? दिएछु म अहिले भर्खरै। कुन चाहिँ कर्मचारीले तपाईँ दिनु? अब त्यो त नाम कसैलाई भन्दैन, त्यति जति म भन्छु त्यति मात्र। यहाँलाई धन्यवाद। नाम भन्दैन कसैको, लाग्ने पैसा नदिकन त कामै हुन्न। सत्य नुहा, सत्य नुहा, तनु हवाबाट वार्ड नम्बर 9। यहाँलाई धन्यवाद। जे भन्ने छ म भनिदिएछु। ये काम पैसा नदिकन कामै हुँदै हुन्न यहाँ। एक दिनको काम 4 दिन त गर्नुपर्छ यहाँ।
मालपोत कार्यालय भैरवाको निगरानी गर्ने क्रममा छौँ दर्शकवृन्द। यति बेला यो पहिलो तल्ला भुइँ तल्लाको निगरानी हामीले गरिसकेका छौँ। धेरै कर्मचारीहरू हामीले अनुपस्थित पाएका छौँ। यहाँ सेवाग्राहीहरू लामबद्ध हुनुहुन्छ, तर कर्मचारीहरू भने धेरै अनुपस्थित हुनुहुन्छ। दर्शकवृन्द, यसै क्रममा हामी यसै बिल्डिङको माथिल्लो तलामा तपाईँहरूलाई लाने क्रममा छौँ। आउनुहोस् दर्शकवृन्द, तपाईँहरूलाई पनि हामी माथिल्लो तलामा प्रवेश गराउँदैछौँ। सम्भवतः यहाँहरू पनि कर्मचारी नै हुन सक्नुहुन्छ। उहाँहरू केही प्रतिक्रिया पनि दिँदै हुनुहुन्छ। कुर्सीमा सुत्छौँ, तपाईँहरू खिच्दै गर्नु होला भन्नुभएको छ। त्यो प्रतिक्रिया पनि तपाईँहरूलाई हामी प्रत्यक्ष देखाइरहेका छौँ। सम्भवतः उहाँहरू पनि 10:30 बजे मात्र आफ्नो कार्यकक्षमा प्रवेश गर्दै हुनुहुन्छ। यो गतिविधि तपाईँलाई देखाउँदैछौँ। आदरणीय दर्शकवृन्द, निगरानी गर्ने क्रममा यति बेला हामी कोठा नम्बर 4 यो लालपूर्जा फाँट हुनसक्छ यसमा प्रवेश गर्दैछौँ। आउनुहोस् दर्शकवृन्द, हामी पनि सँगै प्रवेश गरौँ र यो कार्यकक्षको निगरानी गरौँ। सम्भवतः दर्शकवृन्द यहाँ पनि 5वटा टेबल 5वटा कुर्सी रहेका छन्। कर्मचारी भने 2 जना मात्र हामीले पाएका छौँ। अन्य कर्मचारीहरू भने अनुपस्थित या ढिलासुस्ती हुन सक्नुहुन्छ। 2वटा कुर्सी यहाँ खाली छ, प्रत्यक्ष हामी देखाइरहेका छौँ। दर्शकवृन्द, यो विषयमा प्रतिक्रिया लिनका लागि एकजना कर्मचारीसँग हामी गइरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। हजुर, तपाईँको कार्यकक्षमा प्रवेश गरिरहँदा हामीले यो 2वटा टेबल र 2वटा कुर्सी चाहिँ खाली पायौँ। के छ, उहाँ ढिलासुस्ती नै हो? एकजना हिजो श्राद्ध थियो आफ्नो बुवाको, उहाँ आउनुभएको होइन, बिदा लिनुभएको थियो। आज आउनुहुन्छ कि आउनुहुन्न थाहा होइन। यो चाहिँ उहाँ पैसा बनाउँदै हुनुहुन्छ, म मेरो भइहाल्यो। भनेपछि हिजो श्राद्धको बिदा लिनुभयो, आज पनि बिदा लिनु भएको छ उहाँले? त्यो ठेगान छैन है। तपाईँहरू सँगैको सहकर्मी हुनुहुन्छ, तपाईँलाई यो जानकारी हुँदैन केही? त्यो केही पर्यो भने चाहिँ पछि जानकारी दिनुहुन्छ, तुरुन्त चाहिँ दिन सक्नु। अनि सहकर्मी नहुँदा एक्लै काम गर्न गाह्रो हुँदैन तपाईँले? गाह्रो त अलिकति भइहाल्छ नि, किन नहोस्। यहाँलाई धन्यवाद। हजुर, हस्। यसै गरी अर्का एकजना कर्मचारी हुनुहुन्छ, उहाँसँग पनि हामी केही प्रतिक्रिया लिने प्रयास गरिरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? मेरो नाम लालबहादुर थापा। अनि तपाईँ एका बिहानै चाहिँ पैसा गन्दै हुनुहुन्छ, के छ आजकै राजस्व सङ्कलन भयो? यो हिजोको राजस्व आज राष्ट्रिय ब्याङ्क लानलाई तयारी छ। अनि हिजोको राजस्व हिजै बुझाउनु पर्ने होइन र सर? होइन, अब राजस्व चाहिँ हाम्रो 5 बजेसम्म राजस्व लिइन्छ, राष्ट्रिय ब्याङ्क 3 बजे बन्द हुन्छ, त्यसैले हाम्रो बाँकी रहन्छ हिजोको काम। आदरणीय दर्शकवृन्द, तपाईँ देख्न सक्नुहुन्छ यहाँ सम्भवतः लाखौँ पैसा तपाईँलाई हामीले देखाइरहेका छौँ। धेरै गड्डीहरू यहाँ छन्। हिजो मात्र सङ्कलन भएका राजस्व आज मात्र ब्याङ्किङ हुँदैछ। यो पनि एक किसिमको कमी कमजोरी हामीले देखिरहेका छौँ। सम्भवतः यहाँ यसरी नगद राखिरहँदा विभिन्न समस्याहरू आइपर्न सक्छ, तर यहाँ भने हिजोको राजस्व आज जम्मा गरिदिएछ। के छ, तपाईँलाई समस्या केही पर्दैन यसरी हिजोको रकम आज बुझाउँदा? हामीलाई के समस्या पर्दैन। हामीले पुर्खौँदेखि होइन, अब हिजोको राजस्व आज लाने, आजको राजस्व भोलि शनिबार चाहिँ पर्सि लान्छ। तपाईँको यति बेला हिजोको राजस्व कति रकम छ तपाईँसँग अहिले? हामीसँग 14 लाख छ। 14 लाख रुपियाँ तपाईँले कार्यालयमा यसरी एक रातसम्म राखिदिँदा केही त्यस्तो समस्या हुँदैन? केही समस्या पर्दैन। यसो कुनै समस्या परिहाल्यो भने त्यसको जिम्मेवारी चाहिँ को हुन्छ? जिम्मेवारी त कोही पनि हुन्न। अनि तपाईँहरू हिजोको राजस्व हिजै बुझाउन सकिँदैन अलि समयमा? सक्दै सकिन्न, कुनै हालत पनि सकिन्न। किनकि तपाईँको राष्ट्रिय ब्याङ्क 3 बजे बन्द हुन्छ, मालपोत 5 बजेसम्म चल्छ, कसरी बन्द? तपाईँको 3 बजेसम्म भए गरेका कामहरू भए गरेका राजस्वहरू त लगेर बुझाउन सकिन्थ्यो नि सर? सकिन्न, कुनै हालत पनि सकिन्न। यहाँलाई धन्यवाद। धन्यवाद। सेवाग्राहीसँग प्रतिक्रिया लिने क्रममा छौँ दर्शकवृन्द। यति बेला एकजना दाजु हुनुहुन्छ, यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम? म भाइरथ भण्डारी। कहाँबाट आउनुभयो तपाईँ? म बुटोलदेखि। के सेवा लिनको लागि आउनुभयो मालपोत कार्यालयमा? यो मालपोत कार्यालयमा यो तिरो चलाउने चाहिँ मिल्छ मिल्दैन, यो आजभन्दा 2 वर्ष अगाडि पूर्जा लिएको थियो, त्यसमा चाहिँ तिरो चलाम भनेर आएको। कति बजी आउनुभयो तपाईँ यहाँ? म 10 बजे आएको थिएँ। अहिले 10:30 बजी हो। तपाईँ काम भइसक्यो त? होइन, काम हुनु त अब खै यहाँ आउनुभएको छैन। आएपछि कर्मचारीहरू व्यापक ढिलासुस्ती छ है? यो अब के गर्ने, यस्तै छ। यसमा चाहिँ यहाँ मालपोतको नभनौँ, सबै उसमा यस्तो छ कि अब यो सबै ठाउँमा चाहिँ सबै उसमा अलिकति माथिबाट निगरानी हुने भए राम्रो हुन्थ्यो। के छ यो ढिलासुस्तीलाई समाधान गर्न के गर्नु पर्ला? यसलाई समाधानको लागि त माथिबाटै जसरी चाहिँ कर्मचारीहरू चाहिँ आफ्नो चाहिँ ड्युटीमा चाहिँ पुरा कटिबद्ध भएर लाग्दैनन्, त्यस्तालाई चाहिँ कारबाहीको प्रक्रिया अगाडि बढाउँदाखेरि चाहिँ राम्रो हुन्छ। यहाँलाई धन्यवाद। धन्यवाद। आदरणीय दर्शकवृन्द, निगरानी गर्ने क्रममा यति बेला हामी यो कोठा नम्बर 5 क र ग लेखिएको छ। सम्भवतः राजस्व बुझ्ने फाँट हुनसक्छ। यहाँ ओम बहादुर जीसी शाखा अधिकृत हुनुहुन्छ, उहाँ भित्र हुनुहुन्छ। रामप्रसाद पौडेल हुनुहुन्छ शाखा अधिकृत, उहाँ पनि भित्रै हुनुहुन्छ। त्यसै गरी ऋषिराम सुवेदी शाखा अधिकृत हुनुहुन्छ, उहाँ पनि भित्रै हुनुहुन्छ। आउनुहोस् दर्शकवृन्द, कोठा नम्बर 5 को पनि हामी प्रत्यक्ष निगरानी गरौँ। आदरणीय दर्शकवृन्द, कोठा नम्बर 5 राजस्व बुझ्ने फाँटमा हामी प्रवेश गरिरहँदा यहाँ पनि धेरै कुर्सीहरू खाली हामीले पाएका छौँ। तपाईँलाई हामीले प्रत्यक्ष देखाइरहेका छौँ। यहाँ देख्नुहुन्छ 2वटा कुर्सी प्रत्यक्ष खाली
छ तपाईँलाई प्रत्यक्ष देखाइरहेका छौँ। यसै गरी अन्य कुर्सी पनि यो फाँटमा हामी खाली पाइरहेका छौँ। यहाँ पनि 2वटा गरी 4वटा कुर्सी खाली पाएका छौँ। यहाँहरूलाई हामी प्रत्यक्ष देखाइरहेका छौँ। आदरणीय दर्शकवृन्द, यति बेला हामी राजस्व फाँटमा छौँ। यहाँ विभिन्न सेवाग्राहीहरू सेवा लिनका लागि लामबद्ध रूपमा हुनुहुन्छ। तर यही फाँटमा भने विभिन्न कर्मचारीहरूको कुर्सी भने खाली छ। उहाँहरू 10 साढे 10 भइसक्दा पनि अहिलेसम्म पनि अनुपस्थित हुनुहुन्छ। सम्भवतः उहाँहरू ढिला नै हुनुहुन्छ। यो विषयमा बुझ्नका लागि हामी यहाँका एकजना कर्मचारीसँग केही प्रतिक्रिया लिन गइरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? मेरो ताराप्रसाद खनाल हो। म बुटवलको र स्टेसनमा काम गर्छु। तपाईँको कार्यकक्षमा हामी प्रवेश गरिरहँदा यो निकै मालपोत कार्यालयको एकदमै व्यस्त रहने फाँट पनि हो, राजस्व काउन्टर। यहाँ प्रवेश गरिरहँदा धेरै कर्मचारी अनुपस्थित पायौँ, सबै कुर्सीहरू खाली नै पायौँ। के छ सर यसमा? एकजना अधिकृत सर यहाँको बिदामा बस्नुभएको छ आज, अनि एकजना सर चाहिँ त्यहाँ। हामी प्रवेश गरिरहँदा झन्डै 4-5वटा कुर्सी खाली पायौँ नि सर। कुर्सी त यो कम्प्युटरमा खाली छ अहिले। यता पनि खाली छन् सर, तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ। यहाँ 2वटा, त्यहाँ 2वटा, 4वटा कुर्सी खाली छन्। अब त्यहाँको एउटा कुर्सी कार्यालय सहयोगी हुनुहुन्छ, यो कुर्सीको अझै आउनु भएको छैन। ए भनेपछि कति बजी आउनुहुन्छ त उहाँ? त्यो थाहा भएन सर, बिदा लिनुभएको छ कि। तपाईँको कार्यालय समय चाहिँ कति बजी हो? 10 बजे। किन ढिला गर्नुभयो होला? तपाईँको सँगैको सहकर्मी हुनुहुन्छ यहाँ सर, त अधिकृत बिदामा बस्नुभएको छ, उहाँको थाहा भएन सर। तपाईँहरू पनि कहिले काहीँ ढिला सुस्ती गर्नुहुन्छ होला नि त? हामी सकभर त्यस्तो जानकारी दिएर केही काम पऱ्यो भने जानकारी लिएर बिदा बस्छौँ। प्रतिक्रियाको लागि धन्यवाद। धन्यवाद। यो फाँटको 4वटा कुर्सी मात्र होइन दर्शकबिन, यहाँ सँगै कम्प्युटर कक्ष पनि छ। यहाँ पनि खाली नै छ, तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ। यसै गरी अर्को कुर्सी पनि यहाँ खाली नै छ दर्शकबिन, तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ। सम्भवतः यहाँ 6वटा कुर्सी र 6वटा टेबल खाली नै पाएका छौँ। आदरणीय दर्शकबिन, निगरानी गर्ने क्रममै हामी यो राजस्व फाँटमा छौँ। यहाँ विभिन्न कुर्सी टेबलहरू छन्। 6वटा कुर्सी र 6वटा टेबल चाहिँ खाली नै छ। कर्मचारीसँग प्रतिक्रिया लिन गइरहेको छु। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? मेरो नाम हेमलाल बस्याल, मैले मोठ फाँट हेड छु। अनि सर कति बजी आउनुभयो तपाईँ? म त 10 नबज्दै आइपुगेको थिएँ। ए तपाईँ कार्यालय समयमा उपस्थित हुनुभयो? हजुर। तपाईँको कार्यकक्षमै प्रवेश गरिरहँदा यहाँ त 5-6वटा कुर्सी खाली छन् नि। खाली त अब साथीहरू कोही बिदामा हुनु होला, अब त्यो पूर्ण जानकारी मलाई भएन हैन। तपाईहरु सहकर्मीलाई पूर्व जानकारी छैन? त्यो त कार्यालयमा कार्यालय प्रमुखलाई जानकारी दिने विषय हो, बिदा लिएको नलिएको विषय। अब सबै तपाईहरुको सहकर्मी समयमै नआउँदा तपाईहरुलाई काममा बाधा पुग्दैन? काममा बाधा त पुग्न सक्छ। अब धेरै साथीहरू अनुपस्थित हुनुभयो भने। अनि तपाई 10 बजे निर्धारित समयभन्दा अगाडि आएको भन्नुभयो, के छ सर, काम नभएरै बस्नु भएको हो? खासै काम आइपुगेको छैन। यहाँ त सेवाग्राहीहरू लामबद्ध रूपमा लाग्नु भएको छ नि त, उहाँहरूको काम नआएकै हो त? सबै फाँटको मेरो फाँटमा जुन जिम्मेवारी छ त्यो मेरो फाँटको काम चाहिँ आइपुगेको छैन। प्रतिक्रियाको लागि धन्यवाद। धन्यवाद। यसै गरी हामी यही फाँटका विभिन्न कार्यकक्षको निगरानी गरिरहेका छौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ एकजना कर्मचारी अनुपस्थित हुनुहुन्छ। सम्भवतः उहाँ ढिला हुन पनि सक्नुहुन्छ या बिदा हुन पनि सक्नुहुन्छ। उहाँको कार्यकक्ष यहाँ खाली नै पाएका छौँ। यसै विषयमा हामी एकजना कर्मचारीसँग प्रतिक्रिया लिन गइरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ मेरो लक्ष्मण प्रसाद गेवाली हो। मेरो फाँटको जिम्मेवारी हो नि मालपोतको जग्गा प्रशासन सम्बन्धी हो। जग्गा प्रशासनमा नामसारी, दाखा, लगतकट्टा, अन्य जाने के अरे संशोधन, व्यक्ति विशेषका जाने के अरे बिग्रिएका कामहरू सुधार गर्नेतर्फ मालपोत ऐन अथवा निर्देशिकाले दिएको नियम कानुन सम्मत कार्यालय प्रमुखज्यू समक्ष पेश गर्ने। तपाईँको व्यस्त फाँट तर पनि धेरै कर्मचारी अनुपस्थित पायौँ नि सर हामीले। अनि कर्मचारी अनुपस्थित हुनुहुन्न। यहाँ अस्ति जनै पूर्णिमा भएको हुनाले हाम्रो फाँट प्रमुख एकजना ऋषि राम सुवेदी बिदामा हुनुहुन्छ। भनेपछि शाह प्रमुखज्यूलाई जनै पूर्णिमा लागिरहेको छ अहिलेसम्म हो? जनै पूर्णिमामा बिदामा जानुभएको, दुई दिन बिदा लिएर जानुभएको छ। अरू अन्य साथी एकजना कम्प्युटर साथी हाम्रो। अनि शाखा प्रमुख जस्तो जिम्मेवार व्यक्ति यसरी काममा अनुपस्थित हुँदा तपाईँहरूलाई बाधा पर्दैन? होइन, पर्दैन। हामीहरूले त हाम्रो शाखा प्रमुखको अनुपस्थितिमा त उहाँ बिदा बस्दा त अर्को शाखाको प्रमुखलाई त्यसको जिम्मेवारी दिएको हुन्छ। अनि शाखा प्रमुख जस्तै अन्य कर्मचारीलाई पनि जनै पूर्णिमा नै लाग्यो हो त? होइन, लागेको छैन, आउनु भएको छ। दर्शकबिन तपाईँ देख्न सक्नुहुन्छ भर्खरै मात्र एकजना कर्मचारी यहाँ आउनु भएको छ। तपाईँलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। उहाँ आफ्नो कार्यकक्षमा भर्खर मात्र प्रवेश गर्नु भएको छ। उहाँसँग पनि हामी केही प्रतिक्रिया लिने प्रयास गर्नेछौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद छ।
तपाईँको शुभ नाम र यहाँको जिम्मेवारी के छ यहाँ? मेरो ओमबहादुर ऋषि हो। मेरो यो फाँट होइन है कि अब यो फाँटको चाहिँ बिदामा बस्नुभएको छ। म उता क फाँटको हो। म उता थिएँ, अहिले एकछिन काम गर्न आएको। म त बिहान 7 बजीदेखि आएर काम गरिरहेको छु प्रगतिका। भनेपछि सर कार्यालय समयभन्दा पहिले नै 7 बजी आउनुभयो तपाईँ? 7 बजी आएर 7 बजीदेखि आएर के काम गर्नुभयो सर? प्रगति सम्बन्धी सब प्रगतिका। ए दैनिक जसो 7 बजी आउनुहुन्छ? दैनिक जसो होइन, प्राय जसो। म प्रशासन पनि हेर्ने हुनाले हजुर अगाडि आएको। हाम्रो यहाँको जुन सर हुनुहुन्छ ऋषि, उहाँ बिदा बस्नुभएको। ऋषि सरको विषयमा एकजना सहकर्मीसँग प्रतिक्रिया लिइरहँदा उहाँले जनै पूर्णिमा लागिरहेको भन्ने उहाँको अभिव्यक्ति आयो। के जनै पूर्णिमा कि बिदा हो अझै पनि? जनै पूर्णिमाको बिदा त होइन, जनै पूर्णिमाको बिदा त 1 दिन हो। तर किन उहाँ त्यसपछिको 2 दिन बिदा, त्यसपछि शनिबार परेको हुनाले उहाँ 2 दिन बिदामा बस्नुभएको हो। उहाँको सट्टामा तपाईँ यहाँ काम गर्दै हुनुहुँदो रहेछ। यो शाखामा अलिकता धेरै जनगुनासो छ। हामीले धेरै व्यक्तिहरूको प्रतिक्रिया पनि लियौँ। यहाँ चाहिँ आवश्यक राजस्वभन्दा बढी चिया खर्च भनेर दिनुपर्ने बाध्यता छ भन्नुहुन्छ नि त? अब त्यो त मलाई थाहा भएन, किन म अब कर्मचारी भए पनि सधैँ यो भ्रष्टाचार ढिला सुस्तीको विरुद्धमा बोल्ने। त्यही भएर अस्ति भनौँ न एउटा अस्तिको यो के भन्छ भने सार्वजनिक सुनाइमा पनि मैले यस्ता व्यक्त गरेँ। मलाई सिडिओ साहबले पनि अलिक कम्प्लेन गर्नुभयो भनेर मैले सुनेको छु है। म अलिकति त्यस्तै खालको, म जहिले पनि अब त्यो नहोस्, जनताले दुःख नपाउँ। समय समयमा मालपोत कार्यालय रूपन्देहीको अनियमितताको विषयमा सार्वजनिक हुने गर्छ। के अनियमितता नभएकै भन्न मिल्छ त? अब यसमा चाहिँ नि सानो कुरोलाई ठुलो बनाउने पनि हुनसक्छ है। त्यसमा कोहीको व्यक्तिको चाहिँ आचरणमा पनि फरक पर्छ है। कुनै व्यक्ति चाहिँ नि अलिकति जनतालाई ढिला सुस्ती गर्ने, दुःख दिने कुनै त्यस्तो नियत राख्ने हुन सक्छन् होला। तर त्यो अहिलेका केही समय यो सुधार उन्मुख भएको छ, धेरै नै सुधार भएको छ पहिलाभन्दा। तपाईँको सेवाग्राहीहरूले समयमै काम हुँदैन, 10 बजी आयो 11 बजी अगाडि काम हुँदैन, त्यसमा पनि राजस्व तिर्नुपर्ने भन्दा अनावश्यक रकम हामीले चिया पानी खर्च भनेर दिनुपर्छ भनिराख्नु भएको छ नि त उहाँहरूले। अब उहाँहरूले जुन भन्ने मान्छे हुनुहुन्छ नि, उहाँहरू र मागेको व्यक्ति कर्मचारी बिच चाहिँ नि हामीले सामान्य गरेर कुरा गर्न पाए अति राम्रो हुन्थ्यो होला है। प्रतिक्रियाको लागि धन्यवाद। हस्, धन्यवाद। आदरणीय दर्शकवृन्द, निगरानीकै क्रममा यति बेला हामी कोठा नम्बर 2 मा आएका छौँ। गुनासो सुन्ने अधिकारी भनेर भित्र लेखिएको छ। विष्णुराज बेलबासे मालपोत अधिकृत हुनुहुन्छ, उहाँ पनि भित्रै भएको यहाँबाट सङ्केत हामीलाई मिलेको छ। आउनुहोस् दर्शकवृन्द, निगरानी गर्ने क्रममा कोठा नम्बर 2 को पनि निगरानी गरौँ। आदरणीय दर्शकवृन्द, हामी कोठा नम्बर 2 को फाँटमा हामी प्रवेश गरिरहेका छौँ र यहाँ एकजना कर्मचारी हुनुहुन्छ, एउटै कार्यकक्ष रहेको छ। उहाँसँग हामी केही प्रतिक्रिया लिन गइरहेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ यहाँ? म विष्णु बेलबासे मालपोत अधिकृत हुँ यहाँको। तपाईँ कार्यालय समयमा आउनुभयो सर? समयमा आएँ, म 10 बजी आएको थिएँ म। अनि गुनासो सुन्ने फाँट भनिएको रहेछ, गुनासो कतिको सुन्ने गर्नुहुन्छ त? गुनासोहरू व्यक्तिले लिखित रूपमा मौखिक रूपमा आएका गुनासोहरू सुन्ने गरिएको छ। अहिलेसम्म लिखित रूपमा कुनै पनि गुनासो आएको छैन। मौखिक रूपमा आएका गुनासोहरूलाई तत्कालै चाहिँ त्यसलाई सुन्ने गरिन्छ र के भएको त्यसको उपचार पनि तुरुन्तै दिन्छौँ हामीले। मालपोत कार्यालयमा व्यापक ढिलासुस्ती हुन्छ, अनियमितता हुन्छ भन्ने कुरा बेला बखत सार्वजनिक हुन्छ। तपाईँ गुनासो सुन्ने अधिकारी हुनुहुँदो रहेछ, त्यो विषयमा कतिको गुनासो सुन्नु भएको छ त? हामी एकदम संवेदनशील भएर जनताका गुनासाहरूलाई सकेसम्म आउन नदिने र आइसके भने पनि त्यसलाई तुरुन्तै के कारणले आएको कारण पत्ता लगाएर त्यसलाई एकपल्ट आइसकेपछि पनि पुनः नआओस् भन्नेतिर हामी ध्यान दिएका छौँ। अति संवेदनशील छौँ र त्यो गुनासो सुन्नको लागि हामीले कार्यालयले पनि गुनासो पेटिका, गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुख समेत रहेको एउटा टिम छ। लिखित रूपमा मौखिक रूपमा जुनसुकै रूपमा पनि आए पनि त्यसलाई हामीले समाधान गर्छौँ। यहाँले सर्वसाधारण सेवाग्राहीको गुनासो सुन्नको लागि सुझाव पेटिका राखिएको छ भन्नुभएको छ, के हामीलाई देखाउन सक्नुहुन्छ? सक्छु, देखाउँछु मैले। प्लिज तलपट्टि चाहिँ जाउँ। आदरणीय दर्शकवृन्द, गुनासो अधिकारीसँगै हामी यो सुझाव पेटिका हेर्न आइरहेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ सुझाव पेटिकामा चाबी लगाइएको पनि छैन, चाबी खुला नै छ। यो गुनासो सुनिने यो सुझाव पेटिकामा चाबी खुल्लै छ। दर्शकवृन्द, सम्भवतः व्यवहारिक रूपमा यो सुझाव पेटिका राखिएको छ। यहाँका अधिकारीहरूले पाउने गुनासो जो कोही व्यक्तिले पनि यो चाबी थुतेर यहाँबाट यहाँका गुनासोहरू झिक्न सक्छन्, त्यो यहाँबाट प्रष्ट भएको छ। तपाईँ देख्न सक्नुहुन्छ चाबी खुला राखिएको छ। सुझाव पेटिकामा त चाबी लगाएका छैन नि त सर?
चापी हामीले बराबर लाउने गर्छौँ होइन 3 दिनमा खोल्ने गर्छौँ सायद अस्ति पटक खोल्दाखेरि त नलगाएको होला जस्तो लाग्छ आज किन नलगे त्यो अस्ति पटक साथीहरूले खोल्नुभयो अहिले बन्द यो त जसले पनि खोल्न सक्छन् यस्तो चाहिँ आधिकारिक चाहिँ अब मालपोत कार्यालय जस्तो संस्थामा सुझाव पेटिका यसो लापरवाही गर्नु भएको छ तपाईँहरूले यसलाई लापरवाही त होइन यो होइन अब मान्छेको मानवीय त्रुटि पनि हुन्छ साथीहरूले अस्ति खोल्दाखेरि बन्द गर्न बिर्सनु भयो होला हामी चाहिँ कहिले खोल्नु भयो अस्तिको मतलब हामी 3 दिनमा खोल्ने गर्छौँ यो 3 दिनमा आज खोल्न सकिन्छ अहिले आज खोल्न सकिन्छ किन खोलेर देखाइदिउँ न प्लिज हाम्रो दर्शकहरूलाई देखाइदिउँ आदरणीय दर्शकबिन हाम्रा गुनासो सुन्ने अधिकारीले सुझाव पेटिका खोल्दै हुनुहुन्छ खोलिरहँदा एउटा गुनासो देखिएको छ यो गुनासो पनि अधिकारीज्यू कृपया देखाइदिन म अनुरोध गर्दछु दर्शकबिन तपाईँ यो गुनासो पेटिकामा देख्न सक्नुहुन्छ यहाँ चित्र कोरिएको छ सुझाव पेटिका लेखिएको छ तर यहाँ सुझाव पेटिकामा यस्तो खालको सुझाव आएको छ कि कोरिएको मात्रै छ तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ सुझाव पेटिकामा ताला लगाइएको छैन यो चाहिँ एउटा हास्य व्यङ्ग्य तरिकाले सुझाव पेटिकामा सुझाव राखिएको छ यसै गरी अर्को पनि हामीले पाएका छौँ त्यो पनि देखाइदिन अनुरोध गर्दछु दर्शकबिन तपाईँ देख्न सक्नुहुन्छ अर्को गुनासो छ यो पढेर सुनाइदिनका लागि म गुनासो अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु यो पढेर हाम्रा दर्शकहरूलाई सुनाइदिनका लागि म तपाईँलाई हार्दिक अनुरोध गर्दछु यो रूपन्देही मालपोत कार्यालयका हाकिमको कोठा बाहेक अरू सेक्सनमा खाली घुस बाहेक काम हुन्न किन हो यो कुरा सम्बन्धितले जानुन् भनेर लेख्नुभएको छ गुनासो अधिकारीज्यू सुझाव पेटिकामा यति महत्त्वपूर्ण कुरा आएका छन् अब के भन्ने यसलाई यसरी अब उहाँहरूले जुन बिनामी हाल्नु भएको छ नि यो स्पेसिफिक भएन होइन हामी कहाँ तपाईँको स्पेसिफिक यो काम गर्दा यसले अप्ठ्यारो पार्यो यसले चाहिँ यति आर्थिक कुराहरूमा हामीलाई दुःख दियो माग्यो तपाईँको गुनासो गर्न सुझाव पेटिकामा सुझाव हाल्न पनि नाम ठेगाना उल्लेख गर्नुपर्छ र होइन पर्दैन नामी अथवा बिनामी आउनुपर्छ होइन जुन आए पनि हुन्छ तपाईँको यहाँ जे समस्या छ त्यो समस्या त उल्लेख भएको छ नि त सर अब यसको उपचार त हामी गरिरहेछौँ होइन यसको समाधान भनेको के भन्दाखेरि हामीले आएका गुनासाहरूलाई सम्बन्धित व्यक्ति तोकेर आयो भने व्यक्तिलाई बोलाएर 2 पैसालाई राखेर समस्याको समाधान लाग्छौँ यसमा कुनै व्यक्ति नतोकेको हुनाले र गोसरा खालको भएको हुनाले यसको स्पेसिफिक उपचार पनि भएन दर्शकबिन फेरि पनि म तपाईँहरूलाई यो पढेर सुनाउन चाहन्छु सुझाव पेटिकामा भेटेको एउटा सुझाव यो रूपन्देही मालपोत कार्यालयमा हाकिमको कोठा बाहेक अरू सेक्सनमा खाली घुस बाहेक अरू काम हुन्न किन हो यो कुरा सम्बन्धितले जानुन् भनेर राखिएको छ यो विषयमा गुनासो अधिकारीले यो त्यति प्रश्न खुलेको छैन भन्नुभएको छ कार्यालय प्रमुख बाहेकका अन्य कार्यकक्षहरू खाली हुन्छन् र पैसा बिना घुस बिना कुनै पनि काम हुन भनिएको छ के छ त अधिकारीज्यू घुस बिना काम नहुने भएकै हो त त्यसमा मलाई विश्वास लाग्दैन होइन मैले अहिले पनि भने यदि कसैले अतिरिक्त पैसा लिन खोज्छ प्रमाण हुँदाहुँदै पनि दुःख दिन्छ भने गुनासो सुन्ने अधिकारी कहाँ आएर कार्यालय प्रमुख कहाँ आएर स्पेसिफिक हामीलाई भन्यो भने त्यसको उत्तर हामीले तुरन्त दिन्छौँ तर तपाईँले सुझाव पेटिका राखिराख्नु भएको छ सुझाव पेटिकाबाट तपाईँहरूले सुझाव पाउने हो नि त यो सुझावलाई आधिकारिक नमान्ने त मान्छौँ मजाले मान्छौँ होइन यसमा यो मैले भने नि यो गोसरा खालको छ यसमा कसले के दुःख दियो कसले कति पैसा माग्यो भन्ने कुरा लेखेन त्यो लेखेको भए हामीले सम्बन्धित कर्मचारीलाई कारवाही गर्थ्यौँ त्यो नभएको हुनाले एज एउटा चाहिँ सिस्टमलाई दिने दोष हो यसमा चाहिँ गएर हामीले कमजोरी पत्ता लगायो भने कारवाही गरिहाल्ने हाल्छौँ यस्तो खालकोलाई तपाईँको मालपोत कार्यालय समग्र रूपमा ध्वस्त छ यहाँ घुस बिना काम हुँदैन भनिरहँदा तपाईँका सबै कर्मचारीहरू घुसखोरी रूपमा काम गर्नुहुन्छ नि त यो प्रश्न हुन्छ नि त यो गुनासोले यस्तो अब कुनै मान्छेले यसरी हाल्छ भन्दैमा त्यो सत्य हुन्छ भन्ने छैन सत्य हुनको लागि त स्पेसिफिक प्रमाणसहित आउनु पर्यो कसले दुःख दियो कुन समयमा दुःख दियो के कामको लागि दुःख दियो त्यो त्यसरी आउनु पर्यो त्यसरी आएको बहुत हामीले गरेका हुन्छौँ गर्छौँ पनि त्यति हामी तपाईँलाई भन्छु तपाईँहरूले गुनासो लिनको लागि राखिराख्नु भएको सुझाव पेटिकाबाट आधिकारिक रूपमा यो सुझाव आएको छ यो सुझावलाई समाधान गर्नको लागि आगामी दिनमा कस्तो कदम चाल्नुहुन्छ सुझावप्रति हामी संवेदनशील छौँ उहाँले जुन कुरा दिनुभएको छ त्यसपछि हाम्रो म लगायत हाम्रो सम्पूर्ण टिम यसमा चाहिँ गएर ध्यान दिन्छौँ र यसरी उहाँहरूले जसरी अहिले दिनुभयो नि त्यसरी पछि पनि दिन म आह्वान गर्छु कसैले दुःख दियो भने अतिरिक्त रकम माग्यो भने हामी कहाँ आउनुहोस् गुनासो पेटिकामा पनि स्पष्ट लेख्नुहोस् कुन मान्छेले किन दुःख दियो कति दुःख दियो के तपाईँको प्रमाण पुगेको थियो कि थिएन त्यो पनि ख्याल गर्नुहोस् प्रमाण पुग्दा दुःख दियो भने भन्नुहोस् तर आफ्नो जिम्मेवारी दायित्व प्रमाण नपुगिकन चाहिँ त्यस्तो हो भने पनि तपाईँको पनि कमजोरी हुनसक्छ त्यो चाहिँ ख्याल गरिदिनु होला हामी कहाँ आएर गुनासो पेटिका गुनासो सुन्ने अधिकारी कार्यालय प्रमुख कहाँ आएर तपाईँहरूले भन्नुभयो भने त्यसको समाधान निस्किन्न भने त्यो बेला तपाईँहरूले हामीलाई भन्नु होला तपाईँले यो गुनासो पाइरहँदा सुझाव पेटिकामा तालचा पनि छैन तपाईँहरू आफै तालचा नलगाउने अनि यो आधिकारिक भएन भन्न मिल्छ र आधिकारिक त मैले भनेकै छैन होइन आधिकारिक त भनेकै छैन मैले तपाईँको तालचा हामी लगाउँछौँ पहिले पनि लगाएको हो प्राविधिक कारणले गर्दा अहिले तपाईँहरूले त्यस्तो बढाउनु ठिक छ हामी यो कमजोरीलाई सुधार्छौँ भोलिका दिनमा हामीले तालचा पनि लगाउँछौँ आएका गुनासोहरूलाई पनि राम्रोसँग सुन्छौँ प्रतिक्रियाको लागि धन्यवाद
हस् थ्याङ्क यू। दर्शकवृन्द, तपाईँहरू यो देख्न सक्नुहुन्छ, तपाईँहरूलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। यो गुनासो यहाँ लेखिएको छ, घुस बिना कुनै पनि काम हुन्न भन्ने कुरा प्रष्ट तपाईँहरू पनि यहाँ पढ्न सक्नुहुन्छ। दर्शकवृन्द, यो सुझाव पेटिका तपाईँ देख्न सक्नुहुन्छ। यहाँ नोट भनेर पनि लेखिएको छ। यसमा नामी वा बेनामी र बेड टिकट सुझावहरू प्राप्त भएमा आवश्यक कारबाही गर्नेछ भनिएको छ। तर गुनासो सुन्ने अधिकारीले अघिको एउटा घुस मात्र खाने काम हुन्छ, यहाँ काम केही हुँदैन भन्ने एउटा सुझावलाई उहाँले अलिकता प्रष्ट भएन, यो कसरी आएको हो उल्लेखित छैन भन्ने खालको चाहिँ सेवाग्राहीकै प्रतिक्रिया लिने क्रममा एकजना दाजु मसँगै हुनुहुन्छ, उहाँसँग केही प्रतिक्रिया लिन गइरहेको छु। यहाँको शुभ नाम? मेरो नाम लालबहादुर रोका। कहाँबाट आउनुभयो सर तपाईँ? फर्साटी रूपन्देहीबाट म आएको हो। म के कामको लागि तपाईँ आउनुभयो मालपोत कार्यालय? छोरीको जग्गा पास गर्नलाई आएको हो। तर मैले कति बजी आउनुभयो तपाईँ? म अहिले आउँदैछु, मेरो काम चलिरहेछ, मलाई ढिला भन्न सक्दैन, भन्न त भएन, चलिरहेछ। तर मैले यस्तो घुसखोरी त भेटाएको थिइनँ। अब अहिले कागजले बतायो, हामी सबैलाई बतायो, तपाईँलाई मात्र नै मलाई मात्र नै। यो यहाँहरू पत्रकार उसबाट आइदिनु भयो, यहाँलाई मैले धेरै धेरै धन्यवाद दिन्छु। यस्तो गरिदिनाले तपाईँ हामी जनतालाई फाइदा होला। कसैले लाटोलाई त माग्ने नि भए, नदेखिन देखिन, यहाँबाट आइदिनु भयो। तपाईँलाई भनेपछि घुस खाएको भएर यो गुनासो आएको होला है? खाएकै भएर आएको होला, नभए त्यो कुरा त हुन सक्दैन। यहाँलाई धन्यवाद। थ्याङ्क यू। आदरणीय दर्शकवृन्द, सेवाग्राहीकै प्रतिक्रिया लिने क्रममा एकजना दाजु मसँग हुनुहुन्छ, उहाँसँग पनि केही प्रतिक्रिया लिन गइरहेको छु। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। म कृष्ण गौतम, मकरर गाविस रूपन्देही जिल्लाबाट। यो मालपोत कार्यालयमा यो मालपोत सम्बन्धी जग्गा सम्बन्धी सानो कामको लागि सोध्नको लागि आएको थिएँ। यसै क्रममा म माथि फाँटमा गएको थिएँ, त्यहाँ कर्मचारी नै भेटिनँ। अहिले सायद कति बजिसक्यो, टाइम पनि 10:30 11 बज्न थालिसक्यो। कर्मचारी आउनु भएको छ भन्नुहुन्छ, तर मैले चाहिँ फाँटमा भेटाइनँ। भनेपछि समयमा काम हुँदैन? समयमा कसरी काम हुन्छ? कर्मचारी आउनु भएको छ भन्नुभयो त्यहाँको अर्को कर्मचारी साथीले, तर चाहिँ त्यहाँ मैले कर्मचारीलाई भेटाइनँ टेबलमा। त्यो खाली छ टेबल। त्यो उहाँ कहाँ जानुभएको, आफ्नो व्यक्तिगत कामले बाहिर निस्किनु भएको हो। यो त एउटा उदाहरण मात्रै हो, सानो एउटा प्रतिनिधि उदाहरण मात्रै हो। यस्ता काम भनेपछि मालपोत कार्यालयमा व्यापक ढिलासुस्ती छ, लापरवाही छ। यहाँ त व्यापक ढिलासुस्ती मात्रै किन भन्नुहुन्छ, व्यापक ढिलासुस्ती, लापरवाही, भ्रष्टाचार एउटा उदाहरण त यो देखिहाल्नुभयो तपाईँले। यही यो एउटा त साधारण उदाहरण मात्रै। यस्ता उदाहरण त यति हजारौँ हजार जनताहरू हामी जस्ता, हामी अलिकति शिक्षित पढे लेखेकाले त यति दुःख पाउँछौँ भने एउटा गाउँबाट आउने जो पढे अनपढ छ, एउटा कागज नागरिकताको भरमा यहाँ आउनुहुन्छ, फोटोकपी गराउन सक्नुहुन्न, उहाँलाई चाहिँ कति दुःख परेको होला। मैले त इन्क्वायरी गरेँ, खोजेँ, तपाईँहरूसम्म आएँ र दुई कुरा गर्न सकेँ र यसबाट केही न केही परिवर्तन होला भन्ने चाहेको छु। तर सोधा साझा जनताको लागि मालपोत कार्यालय मात्रै भन्दिनँ मैले, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिमा यति भ्रष्टाचार भएको छ। यो भ्रष्टाचारलाई जबसम्म हामी नेपाली जनताले औँला ठडाउँदैनौँ, जबसम्म हामी नेपाली जनता सचेत बन्दैनौँ, तबसम्म यो देश, हाम्रो देश नेपाल कहिले पनि बन्नेवाला छैन। यहाँ नेतादेखि लिएर कर्मचारीसम्म यति भ्रष्टाचारी भए, जनतालाई यति दुःख दिने मनस्थिति बनाएर गरे, यति दुःख। यो मालपोत कार्यालयका कमी कमजोरी, यो अनियमितता, ढिलासुस्तीलाई समाधान गर्न के गर्नु पर्ला? यसको समाधानको लागि त सबभन्दा सुरुमा मालपोत कार्यालयको प्रमुखबाट यो कामको सुरुवात हुनुपर्छ। उहाँले यो भ्रष्टाचारलाई न्यूनीकरण गर्न मातहतका कर्मचारीहरूलाई प्रत्यक्ष निगरानीमा राखेर सेवाग्राहीलाई छिटो छरितो कसरी हुन्छ दुःख नदिने किसिमले काम सम्पन्न गरिदिनुहोस् भनेर उहाँले चाहिँ निर्देशन र प्रत्यक्ष निगरानी राख्नुपर्छ। जस्तै उदाहरणको लागि मैले गत वर्ष एउटा पास गरेर लाल पूर्जा लिनको लागि त्यहाँ 200 रुपियाँ बुझाउनु पर्दो रहेछ व्यक्तिगत रूपमा। त्यो भ्रष्टाचार, त्यो 200 रुपियाँ बुझाए लाल पूर्जा, त्यो 200 अनावश्यक बुझाउनु पर्छ है। अनावश्यक लाल पूर्जा लिनको लागि सबै काम सकियो, लाल पूर्जा हातमा लिनको लागि त्यो जुन फाँटमा गएर सिग्नेचर, अन्तिम सिग्नेचर भएर आउँछ, त्यो हातमा लिनको लागि फाँटवालालाई 200 दिएपछि त्यो छट्ट दिनुहुने छ 2 बजे 3 बजे भित्रमा। भएन भने अन्तिमसम्म कुर्नुपर्छ। यो अफिस पैसा नबुझाइकन काम हुँदैन। यो म खुद परेको हो, तर मैले बुझाइनँ। तपाईँले जतिखेरसम्म चाहिँ दिनुहुन्न म कुरेर भयो नि पैसा नबुझाइकन लान्छु भने मैले लास्टमा अन्तिम सेवाग्राहीको रूपमा म लाल पूर्जा लिएर गएँ। यहाँलाई धन्यवाद। धन्यवाद तपाईँलाई।
आदरणीय दर्शकवृन्द, निगरानी गर्ने क्रममै हामी प्रमुख मालपोत अधिकृत कार्यालय प्रमुखको कार्यकक्षमा आएका छौँ। कोठा नम्बर 1 शङ्कर प्रसाद सुवेदी प्रमुख मालपोत अधिकृत हुनुहुन्छ। उहाँ बाहिर लेखिएको छ दर्शकवृन्द, कार्यालय प्रमुख अनुपस्थित हुनुहुन्छ। तपाईँहरूलाई हामी प्रत्यक्ष देखाइरहेका छौँ। उहाँसँग प्रतिक्रिया लिन हामीले पाएका छैनौँ। उहाँ अनुपस्थित हुनुहुन्छ, तपाईँहरूलाई हामी प्रत्यक्ष देखाइरहेका छौँ। निगरानीकै क्रममा आदरणीय दर्शकवृन्द, हामी यति बेला तामेली फाँटमा प्रवेश गर्दैछौँ। आउनुहोस् दर्शकवृन्द, तामेली फाँटमा पनि सँगै निगरानी गरौँ। तामेली फाँटमा प्रवेश गरिरहँदा यहाँ 3वटा टेबल छन्, 2वटा कुर्सी छन्। सम्भवतः 2 जना कर्मचारी बसेर काम गर्नुहुन्छ। तर 1 जना कर्मचारी आफ्नो कार्यक्षेत्रमा कार्यकक्षमा व्यस्त हुनुहुन्छ। तर अर्को 1 जना कर्मचारी भने हामीले अनुपस्थित पाएका छौँ। तपाईँलाई हामी प्रत्यक्ष देखाइरहेका छौँ। त्योभन्दा पनि अर्को कमजोरी, यहाँ महत्त्वपूर्ण फाइलहरू कागजपत्रहरू छरपष्ट रूपमा फालेर राखिएको छ। तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ दर्शकबिन। सर्वसाधारणका महत्त्वपूर्ण जग्गाका फाइलहरू यहाँ यसरी फालिएर राखिएको छ। सम्भवतः यो फाइल गायब हुन पनि सक्छ, जे पनि हुन सक्छ दर्शकबिन। तपाईँहरूलाई हामी प्रत्यक्ष देखाइरहेका छौँ। मालपोत कार्यालयले सर्वसाधारणका महत्त्वपूर्ण फाइलहरू लापरवाही रूपमा यत्रतत्र छरपष्ट रूपमा फालेर राखेको छ। यो विषयमा हामी बुझ्नका लागि यहाँका 1 जना अधिकारी हुनुहुन्छ। उहाँसँग प्रतिक्रिया लिने प्रयास गरेका छौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? यहाँ मेरो नाम चाहिँ उमेश भट्टराई, म यहाँको चाहिँ नासु हो। यो फाँटको प्रमुख भन्नु पर्यो। तपाईँ यहाँको शाखा प्रमुख हुनुहुँदो रहेछ। तपाईँको सँगैको सहकर्मी अनुपस्थित देखियो नि सर? 2 दिनदेखि आएको छैन, बिरामी छ। बिरामी हुनुभयो या अरू नै कामले अनुपस्थित? होइन, बिरामी नै भएर हो। कार्यालय सहयोगी हो उसको पद। अनि तपाईँ कार्यालय समयमा उपस्थित हुनुभयो? म त टाइममै आउँछु। तपाईँको यो फाँटमा प्रवेश गरिरहँदा यी महत्त्वपूर्ण डकुमेन्टहरू, यी फाइलहरू, जग्गा धनीका विभिन्न फाइलहरू यत्रतत्र फालेर राखेका छन्। यसरी छरपष्ट रूपमा फालेर राख्दा यी फाइलहरू गायब हुने सम्भावना कतिको छ सर? गायब हुन पनि सक्छ हजुर। किन भन्दाखेरि अब यहाँ कोठा चाहिँ उपलब्ध गराउन सकेन अफिसले। यस सम्बन्धमा हामीले पटक पटक कार्यालय प्रमुख लगायत यहाँ सबैलाई भनियो र अझ नभएर चाहिँ हाम्रो विभागीय प्रमुखहरू आउँदा पनि यो छरपष्ट अवस्था, स्थानको अभाव अनि जनशक्तिको अभाव होइन, यो कुरा हामीले दर्शाइयो। तर चाहिँ यहाँबाट सुनेर जानुहुन्छ यता उडाइदिनु। अहिलेसम्म कुनै पनि फाइल गायब भएको हराएको अवस्था छ? अहिलेसम्म त छैन, तर सम्भावना चाहिँ देखिन्छ। अब तामेली फाँटको यो कोठा, यो कक्ष अवलोकन गर्ने क्रममा छौँ हामी। तपाईँ यो देख्न सक्नुहुन्छ, भुइँमा सबै फाइलहरू छरपष्ट रूपमा छरेर राखेका छन्। कोही फाइलहरू छुटिएका पनि छन्, भुइँमा यत्रतत्र फालिएका छन्। महत्त्वपूर्ण कागजपत्र हुन सक्छन् दर्शकबिन, तपाईँ प्रत्यक्ष देख्न सक्नुहुन्छ। यी फाइलहरू भुइँमा छरपष्ट रूपमा फालिएका छन्। आदरणीय दर्शकबिन, निगरानीकै क्रममा हामी विभिन्न फाँटहरूमा प्रवेश गऱ्यौँ। कार्यकक्षमा प्रवेश गरेका थियौँ, तर त्यहाँ भने यहाँका कार्यालय प्रमुख अनुपस्थित भएको हुँदा हामी अहिले अर्को फाँट नम्बर 9 मा प्रवेश गर्दैछौँ। मालपोत अधिकृत हुनुहुन्छ हिमानन्द आचार्य, मालपोत अधिकृत हुनुहुन्छ। सम्भवतः उहाँ निमित्त प्रमुख हुनुहुन्छ। उहाँसँग हामी केही प्रतिक्रिया लिने प्रयास गर्नेछौँ। आउनुहोस् दर्शकबिन, सँगै प्रवेश गरौँ। आदरणीय दर्शकबिन, यो फाँटमा प्रवेश गरिरहँदा एउटा मात्र टेबल कुर्सी छ। सम्भवतः उहाँ नै निमित्त प्रमुख हुनुहुन्छ। उहाँसँग केही प्रतिक्रिया लिने हामी प्रयास गर्नेछौँ। यहाँलाई कार्यक्रम निगरानीमा हार्दिक स्वागत छ। धन्यवाद। यहाँको शुभ नाम र यहाँको जिम्मेवारी के छ? मेरो खिमानन्द आचार्य, म मालपोत अधिकृत हो होइन। म अहिले निमित्त कार्यालय प्रमुख पनि छु। मैले अब अहिले सम्पूर्ण कार्यालयको मैले गर्नुपर्ने निर्णयहरू जुन कानुनमा लेखेका कुराहरू छन् नि, त्यो मैले सबै जिम्मेवारी पुरा गर्नुपर्छ हाकिम साहब नभएको बेला। कार्यालय प्रमुख चाहिँ किन अनुपस्थित हुनुभयो? उहाँ बिदामा जानुभएको छ। आफ्नो अब घरायसी कामको कारणले बिदामा जानुभएको छ। तपाईँको मालपोत कार्यालयमा हामी प्रवेश गरिरहँदा धेरै कर्मचारीहरू अनुपस्थित पायौँ, धेरै कर्मचारीहरू ढिला पायौँ। के छ सर यो विषयमा? तपाईँहरू आउँदा मैले तपाईँहरूलाई देखिरहेको छु, यहाँबाट मैले हेरिरहेको छु। तपाईँहरू चाहिँ 10:07 भित्र यहाँ प्रवेश गर्नुभएको र विभिन्न फाँटमा तपाईँहरू हिँडिरहनु भएको छ। धेरै कर्मचारी अनुपस्थित छैनन्, त्यो चाहिँ मैले हेरिरहेको छु यहाँबाट। केही कर्मचारीहरू अनुपस्थित थिए, कुर्सी खाली थिए। कोही अब बुटोलबाट आउने कर्मचारीहरू पनि हुनुहुन्छ यहाँ होइन। सम्भवतः अब साथीहरूलाई अब बाटोमा गाडीको समस्या, अनेक समस्या हुनसक्छ। अब 2-4 जना कर्मचारीहरू, यहाँ 50-60 जना कर्मचारी भएको ठाउँमा 2-4 जना कर्मचारीहरू ढिलो हुँदैमा त्यस्तो चाहिँ कार्यालयको कामै पनि रोकिँदैन। भनेपछि आउनुपर्ने 10 बजे हो होइन, त्यसमा केही शङ्का छैन। र महिनामा चाहिँ 3 पटकसम्म 10:15 बजेसम्म मलाई छुट पनि हुन्छ होइन। यहाँ त 10:30 बजे 11 बजेसम्म पनि कर्मचारी पाइएन नि त सर? त्यो होइन, त्यो 10:30-11 बजीसम्म नआएको मैले पाएको छैन। कोही हामी प्रत्यक्ष त्यो खाली कुर्सीहरू देखायौँ होइन। प्रत्येक कक्षमा गएका छौँ, कुर्सीहरू त्यो काउन्टरहरू सबै खाली छन् नि त? कोहीमा त 1-2 कुर्सी बढी पनि छन् होइन, कुर्सीहरू बढी पनि छन्, खाली चाहिँ सबै कुर्सी खाली छैनन्। 1-2 भनेपछि 2-4 जना कर्मचारी ढिला आउँदैमा केही पनि हुँदैन, उहाँहरू ढिला आउन दिनुहोस्, एक्सक्युज दिइदिउँ? त्यो होइन, त्यो 2-4 जना कर्मचारी ढिला आउँदैमा भन्नु खोजेको कुनै पनि हालतमा होइन। के भने तपाईँ जस्तो जिम्मेवारी अधिकारीले 2-4 जना त भइहाल्छ आउनुहुन्छ भन्नुभएको छ, यसलाई सामान्य रूपमा लिन सकिन्छ र सर?
त्यो होइन 2-4 जना कर्मचारी होइन सम्भवतः सामान्य रूपमा लिने होइन होइन गाडीको कारणले यहाँ बुटोलबाट आउने कर्मचारीहरू धेरै हुनुहुन्छ होइन त्यस कारणले यहाँ सधैँभरि यस्तो हुँदैन कहिलेकाहीँ गाडीको समस्याको कारण हुन्छ मान्छेलाई सेवाग्राही चाहिँ समयमै आउने होइन कहाँ कोही गुल्मी कोही बागलुङदेखि तर यहाँका कर्मचारी बुटोलदेखि आउन पनि यस्तो गाह्रो हुन्छ र सर कर्मचारी होइन कहिलेकाहीँ मान्छेलाई समस्या मान्छे न हो होइन मान्छे हो मान्छेलाई समस्या पर्न सक्छ होइन कहिलेकाहीँ समस्या पर्न सक्छ 10:15 बजीसम्म आउँछन् कर्मचारीहरू होइन अब हामी चाहिँ त्यो हिसाबमा तपाईँले सोधे जस्तै गरेर भनिदियो भने हामीले चाहिँ बेलुका 5 बज्यो तपाईँहरूको कामै हुन्न भनेर भन्दैनौँ हामी गेटमा गएको भयो नि कोही बागलुङको कोही चाहिँ कहाँबाट बाहिर अरेखाँचीको होला कोही पाल्पाको होला होइन हामी गेटमा पुगेर पनि यहाँ आएर हामीले सहयोग गरिदिन्छौँ यहाँको हाजिर रजिस्टर हामीले हेर्न सक्छौँ हाजिर रजिस्टर तपाईँहरूले आज हेर्न सक्नुहुन्न मैले भनिदिने कुरो भनिदिन्छु तपाईँहरूलाई हेर्न मिल्दैन अहिले हाजिर हजुरहरूलाई देखाउन मिल्दैन अब कहाँको नियम हो सर यो हाजिर रजिस्टर देखाउन नमिल्ने के छ प्रशासनको कुरा हो होइन के समस्याको कुरा होइन तपाईँ प्रत्यक्ष रूपमा हाजिर रजिस्टर देखाइदिनुहोस् न यति कर्मचारी उपस्थित हुनु भएको छ भनेर कोही बिदा होइन ठिकै छ म देखाउनलाई त ठुलो कुरा होइन तर तपाईँहरूलाई त्योभन्दा म भन्छु नि कुन फाँटमा तपाईँहरूलाई अब कोही कर्मचारी बिदा हुनुहुन्छ 1-2 जना होइन कसैले बिदा लिनु भएको छ कुनै फाँटका कर्मचारीलाई अझै पनि जनै पूर्णिमा नै लागिरहेको छ दर्शकलाई अब तपाईँले सबैलाई यहाँ यो रजिस्टर यस्तो उस्तो भनेर देखाउने कुरा त होइन नि तपाईँले के छ त्यसमा कमी कमजोरी के छ सही छ भने त तपाईँलाई देखाउन केही आपत्ति छ कर्मचारीहरू बस्नु भएको छ तपाईँलाई देखाउनु पर्यो भने म एकजनालाई देखाइदिन्छु ल यसै गरी तपाईँको यो विभिन्न फाँटहरू हामीले निगरानी गऱ्यौँ यसै गरी तपाईँ सुझाव पेटिका पनि हेऱ्यौँ सुझाव पेटिकामा केही गुनासोहरू पायौँ के छ ती गुनासोहरू सम्बोधन गर्नुहुन्छ तपाईँहरू गुनासोहरू अब हेर्ने गरिन्छ कोही आयो भने सबभन्दा गुनासो त्यहाँ लेखेर छोड्नुभन्दा हामी कहाँ आउनुभयो भने उहाँहरूको चाहिँ के हो समस्या त्यो बुझ्ने हो होइन सुझाव पेटिकामा सुझाव राख्नु भन्दा पनि तपाईँलाई प्रत्यक्ष दिँदा बेस त्यहाँ राख्नु एउटा कुरा हो त्यसको पनि सुनवाई हुन्छ होइन तर यहाँ हामी कहाँ आयो भने कसलाई के परेको भन्ने कुरा प्रत्यक्ष थाहा हुन्छ हामीलाई अनि हामी प्रत्यक्ष पेटिकामा आउने गुनासाहरू नै दर्शक पनि हामी आधिकारिक सुझाव मान्नेछौँ यो सुझाव पेटिकामा भेटिएको एउटा यो टुक्रा फेरि पनि हामी यहाँका निमित्त प्रमुख हुनुहुन्छ उहाँबाटै हामी पढेर तपाईँहरूलाई सुनाउन चाहन्छौँ कृपया के छ तपाईँको यो विषयमा के छ तपाईँले पनि सुन्नु भएको रहेछ देख्नु भएको रहेछ यो आधिकारिक सुझाव हो कि होइन यो रूपन्देही मालपोत कार्यालयका हाकिमको कोठा बाहेक अरू सेक्सनमा खाली घुस बाहेक काम हुन्न किन हो यो कुरा सम्बन्धितले जानुन् अरू पनि केही छ कि यसलाई के लिन सकिन्छ सर यो होइन यो कसले दिएको हो होइन सबभन्दा समस्या उसको समस्या के थियो र उसले कसलाई दिएको हो त्यो कुरा हामीले बुझ्न पाए सबभन्दा राम्रो हुन्छ समस्या त त्यहाँ उल्लेख भइहाल्यो नि सर घुस बिना पैसा बिना कामै हुन्न भनिएको छ त्यो कुरा अब मलाई त थाहा छैन होइन कसलाई दिएको हो त्यो उसैलाई थाहा होला कहाँ दिएको हो यो सुझावलाई आधिकारिक सुझाव मान्ने या नमान्ने सुझाव आधिकारिक भन्दा पनि समस्या कसलाई परेको हो होइन समस्या भएको व्यक्ति मौका आउनु पर्यो गुनासो प्रश्न त्यहाँ लेखिएको छ नि त हाकिमको कोठा बाहेक अन्य कोठामा कर्मचारी भेटिँदैन र घुस बिना पैसा बिना काम हुँदैन भनेर प्रश्न लेखिएको छ नि त सर भेटिँदैन भन्छ खायो कसरी होइन अब भेटिँदैन भन्न बित्तिकै त त्यसले खान पनि सकेन होला नि यहाँ विभिन्न सेवाग्राहीसँग पनि हामीले प्रतिक्रिया लियौँ उहाँहरूले भन्नुभएको छ आवश्यक राजस्व भन्दा बढी हामीले अनावश्यक तिर्नुपर्छ भन्नुहुन्छ कसले गरेको हो उहाँहरूले गुनासो हामी कहाँ आउनु पर्यो नि यहाँ त्यत्तिकै लेख्नुभन्दा आधिकारिक के हुन्छ भने समस्या कसलाई पर्यो तपाईहरु सुझाव पेटिका के को लागि राख्नु भएको सर यसरी लिखित सुझाव आउँदा पनि तपाईँ आधिकारिक मान्नुहुन्न यो त कसले हाल्यो कसलाई समस्या पर्यो भन्ने कुरा त बुझ्नु पर्यो नि तपाईँको त्यहाँ सुझाव पेटिका लेखिएको छ बिए नामको पनि हामी सुझाव आएमा कारबाही गर्छौँ लेखिएको छ नि सर कसलाई कारबाही गर्ने तपाईँ भन्नुहोस् न ल तपाईँ पत्रकार हो कसलाई कारबाही गर्नु यसमा ल भन्नु तपाईँ निमित्त प्रमुख भएको हैसियतले कम्तीमा केही कदम त चाल्न सक्नुहुन्छ नि यो सुझावको आधार कसले हाल्यो समस्या कसलाई कहाँ पर्यो आउनु पर्यो के मेरो कुरा बुझ्नुभयो कि नै बुझ्यो एकदम आउनु पर्यो यहाँ मका आउनु पर्यो होइन गुनासो सुन्ने अधिकार तपाईँको यी केही समस्याहरू सेक्रेट रूपमा आउने कुरा पनि हुन्छ केही व्यक्तिहरूका गोपनीयताका अधिकार पनि छन् ती मौलिक अधिकार हुन् तपाईँले सुझाव पेटिका राखिरहँदा सुझावमा आएका आधिकारिक सुझावलाई के आधिकारिक नमान्ने त आधिकारिक नमान्ने कुरै होइन कि यहाँ केही पनि छैन त कसलाई समस्या पर्यो भन्ने कुरा त देखिन पर्यो तपाईँको मालपोत कार्यालय समग्रलाई समातिएको लेखिएको छ नि त सर यो कागजबाट कसलाई समस्या पर्यो भन्ने कुरो त मैले बुझ्नु पर्यो अथवा गुनासो सुन्ने अधिकारीले बुझ्नु पर्यो यहाँ आउनु पर्यो नि समस्या लिएर त आउनु पर्यो नि मालपोत कार्यालयको समग्र विषयवस्तुलाई जोडेर लेखिएको छ समग्र रूपमा तपाईँले केही कदम त चाल्न सक्नुहुन्छ नि यो सुझाव आएपछि यो सुझाव समस्या कसलाई पर्यो भन्ने कुरा थाहा नभइकन मैले कसरी यही आधारमा कसैलाई कारबाही गर्यो भन्नुहोस् त अनि सर कसैले घुस खाएको कुरा यस्तै सार्वजनिक गर्न सक्छ त सुझाव यसरी नै सुझाव दिने त हो नि गोपनीयताको अधिकार पनि हुन्छ नि त सुझाव दिने कुरामा त कहाँ समस्या परेको छ हामी हेरिहाल्छौँ नहेर्ने यसको मतलब हामी दर्शकहरूलाई यो भनिदिनुहोस् कि कसैले घुस खाएको छ अनियमितता गरेको छ भनेदेखि यसरी लिखित सुझाव होइन कि प्रत्यक्ष तपाईँ आफै आएर भनिदिनुहोस् होइन त्योभन्दा पनि यो कसले गर्यो कसलाई कहाँ समस्या पर्यो भन्ने कुरा त जान्न पर्यो नि हामीले कसलाई भन्ने त अब
यो तपाईँको यो सुझावबाट के प्रश्न हुन्छ भनेदेखि सर काम चुस्त दुरुस्त रूपमा हुँदैन, पैसा बिना घुस बिना काम हुँदैन भन्ने प्रश्न भएको छ कि यो यसपछि तपाईँ के कदम चाल्नुहुन्छ भन्ने प्रसङ्ग हो। कसलाई कहाँ समस्या पर्यो भन्ने कुरा यसले आइडेन्टिफाई गरेन, तर हामीले कहाँ कतै ढिला सुस्ती भएको छ अथवा कतै कसैले बदमासी गरेको छ भने हामीले सम्झाउने कुरा भन्ने कुरा त हामी निरन्तर भन्छौँ, तर यसले कसलाई समस्या पर्यो त भन्ने कुरा यहाँ देखिएन होइन। एउटा समस्या हो तर कसलाई समस्या पार्यो भन्ने कुरा। आदरणीय दर्शकबिन, तपाईँहरू प्रत्यक्ष हेरिराख्नु भएको छ यो सुझाव पेटिकामा आएको गुनासोलाई प्रत्यक्ष व्यक्ति आफै आएर मैले यति घुस बुझाएँ यति तिरेँ भन्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। एउटा गोपनीयताको अधिकारलाई पनि हनन गरेर व्यक्ति आफै आएर मैले यसरी घुस तिरेको छु भन्नुपर्छ, त्यसपछि बल्ल हामी कारवाही गर्छौँ भन्ने खालको उहाँले अभिव्यक्ति दिनुभएको छ। जसरी उहाँ पत्रकार मित्रले भन्नुभयो त्यो सरासर गलत हो कि मैले भन्न खोजेको कुरा के छ भने समस्या कसलाई पर्यो, यो कसलाई समस्या पर्यो त ठिक छ, हामी कहाँ अनियमितता भयो भने कसलाई कहाँ समस्या पर्यो, कसो काम भएन, कसले घुस खायो, त्यो कुरा त जानकारीमा त हुनु पर्यो। जानकारी नभइकन सिधै कारवाही गर्ने कसलाई गर्ने भनेपछि जस व्यक्ति आएर तपाईँलाई सम्पर्क गर्नु पर्यो। सम्पर्क गर्ने भन्दा पनि यो समस्या कसलाई पर्यो भन्ने कुरा हामीले थाहा पाउनु पर्यो कि थाहा पाउनु पर्यो नि। कारवाही समस्यामा पर्ने सेवाग्राही को हो भन्ने कुरा थाहा पाउनु पर्यो होइन। सेवाग्राहीले कहाँ समस्या पर्यो भन्ने कुरा हामी कहाँ आएर गुनासो पनि गर्नु। सेवाग्राही को हो भन्ने कुरा पनि थाहा हुनु पर्यो। यो फल्नाले थाहा त पाउनु पर्यो, थाहा नपाइकन त कसलाई के भन्ने त भने तपाईँ आफै भन्नुहोस् न। अनि युक्त पत्रकार हुनुहुन्छ, मैले कसलाई कारवाही गरेँ यही पत्रबाट तपाईँले पनि हेरिरहनु भएको छ, मैले पनि हेरेँ। मैले यो आधारमा तपाईँले समग्र रूपमा चुस्त दुरुस्त बनाउन केही कदम चाल्न त सक्नुहुन्छ नि? हो, यो आधारमा कदम चाल्न सक्छु, म भन्न सक्छु साथी यस्तो आएछ भन्न सक्छु होइन, तर कसैलाई आइडेन्टिफाई गरेर कारवाही गर्न यसबाट मिल्दैन र सकिँदैन पनि, किनभने केही लेखेकै छैन। समय र संवादका लागि यहाँलाई धन्यवाद। थ्याङ्क यू। आदरणीय दर्शकबिन, आजको श्रृङ्खलामा हामीले प्रस्तुत गऱ्यौँ मालपोत कार्यालय भैरवाका गतिविधिहरू। मालपोत कार्यालयमा हुने ढिला सुस्तीका विषयमा केही हदसम्म भए पनि हामीले पर्दाफास गर्ने प्रयास गऱ्यौँ र सेवाग्राहीका प्रतिक्रिया गुनासोलाई सम्बन्धित कार्यालयका प्रमुखसँग सम्बोधन गर्ने प्रयास पनि गऱ्यौँ। कार्यक्रम निगरानी आजलाई यति नै। क्यामेरामा मनोज हिताङलाई धन्यवाद। आजलाई हामीलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।